तपाईँहरूले यो जुन चाहिँ यो जुन न्यायको लागि जुन चाहिँ झगडा यो फाइट गरिरहेको जुन झन् जवाब गरिसकेपछि पहिलो 29 गते चाहिँ हामीले झन् जवाब गऱ्यौँ त्यो दिनमा त्यो झन्डावडा गरेर हाम्रो चाहिँ जाहेर डाटा भयो त्यसपछि चाहिँ उसलाई चाहिँ त्यो कल्पितलाई जुन चाहिँ होटलवालाको स्मार्टको लागि जुन चाहिँ न्यायालयबाट जुन चाहिँ पक्राउ फुटी दिनलाई चाहिँ जुन चाहिँ टाइम बितायो त्यसै गरेर धेरै लामो बितिसकेपछि बल्ल टाइम चाहिँ एक्सटेन्सनको लागि जब पुलिसले कोर्टमा चाहिँ गर्दाखेरि वरिष्ठ वकिलहरू नेपालका टप क्रिमिनल लयरहरू इभन त्यो न्याय भूतपूर्व मान्छेहरूको जुन चाहिँ न्यायाधीशहरू समेत हामीले चाहिँ इन्फ्लुएन्स पारेर यसलाई चाहिँ मन्थन गर्नु कोसिस गर्यो त्यही कारणले यसको चाहिँ हाम्रो सबैको विरोध आवाज भयो आज त्यही कारणले अब चाहिँ यो जुन चाहिँ हिजो राति 8:30 बजे मलाई एसएसपी हाम्रो शेखर खनालजीले फोन गर्नुभएको थियो उहाँहरू चाहिँ सरेन्डर गर्नुभयो भनेर रोमियाले तर चाहिँ 8:30 बजे मात्र गर्यो र आज फेरि 3 बजे पछि उनीहरू चाहिँ कोर्टमा लगेर टाइम एक्सटेन्सनको लागि जाँदै हुनुहुन्छ भनेर मलाई खबर गर्नुभयो र तपाईँको अब उहाँको वकिल सरकारी वकिल त बस गर्दै नै छ तर तपाईँको तर्फबाट कोही वकिलहरू आइदिनु होला किन मलाई लाग्छ उहाँले भन्नुभएको मैले शब्द गराउनु खोजेको कि उहाँहरूको जसरी पहिला उनीहरूले गर्यो त्यो इन्फ्लुएन्स पार्नुको लागि आज पनि वरिष्ठ वकिलहरू आएर सायद त्यहाँ बस गर्ला सायद उसलाई डेट एक्सटेन्सन गर्नुको लागि गर्ला नगर्ला तारिखमा छोड्ला त्यो चाहिँ थाहा छैन हामीलाई त्यही कारणले यो जुन चाहिँ आजको जुन दबाब छ यो दबाबले गरेर मेरो विचारमा न्याय जुन चाहिँ गर्नुपर्ने हो दिनुपर्ने हो जनतालाई त्यो राम्रो होस् भन्ने कामना गर्दै आज म यहाँ सबै उपस्थित जनसमूह दाजुभाइ दिदीबहिनीहरू सबै चाहिँ वर्गबाट आउनुभएका सबै जनजातिबाट आउनुभएका सबै चाहिँ खलकबाट आउनुभएका सबैलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु र तपाईँप्रति जुन चाहिँ यो सङ्घर्ष कमिटीको जुन चाहिँ बनाउनु भएको छ हामी चाहिँ कस्तो किसिमको चाहिँ कुरा हुन्छ कस्तो किसिमको हामीलाई अपलोड गर्ला र तपाईँहरूलाई म चाहिँ टाइममा अपडेट गर्नेछु र यो मेसेज चाहिँ सबैलाई चाहिँ हामी पुऱ्याउँछौँ त्यसै कारण आजको जुन चाहिँ समयलाई यहाँले समर्थन गर्नुभयो हिजोको जनसमूह यहाँ उपस्थित भएर जुन चाहिँ हामीलाई हौसला गर्नुभयो मेरो छोरालाई अहिले तपाईँहरूले न्याय दिनुभएको छ न्याय भनेको तपाईँको यदि न्यायालयबाट भएन भने जहिले पनि जनसामान्यले न्याय त्यही न्याय दिएको जुन चाहिँ किसिमले यहाँ उठ्नुभयो त्यो लागि धेरै धेरै म आभारी छु धन्यवाद धेरै धेरै धन्यवाद।